कतिजना हुनुहुन्छ म्याम सिक्ने? यहाँ सिक्ने 24 जना। 24 जना? हजुर। सबै यही राणा थारूकै ड्रेस नै हो बनाउने? राणा थारूकै हो, राणै हुन् सबै। सबै राणै हुन्। एकजना चौधरी की छ अनि त्यो राणाकोमा गएछ, ऊ पनि आएछ, ऊ पनि सिलाउँदैछ। राणै ड्रेस सिलाइरहेछ। सिकाउने हजुरले मात्रै हो? नै 2 जना छ। हजुरले कहाँ सिक्नुभयो यो बनाउन? यो त हाम्रो बचपनैदेखि भनौँ न, घरमै सिक्नु भएको थियो? घरमै। अनि अहिलेका पुस्ताहरूले कतिको बनाउँछन् यो? अहिलेको पुस्ता त धेरै कम छ, आउँदैन। धेरै जसो पुराना मान्छे मात्रै सिलाउँछ, नयाँ पिँढी यिनलाई कसैले आउँदैन सबै। भर्खर सुरुवात गर्दैछ, कोही मात्रै सिकिरहेछ। पुरानै हो यो रीतिरिवाज, गाह्रो छ, त्यही हुनाले सिक्न मनै गर्दैन। आजकलको त सबै पढ्छन् होइन, पढाइ गर्ने मान्छेले यो गर्न भ्याउँदैन, चाहँदैनन् पनि होइन, चाहँदैनन् पनि। अनि टाइम पनि त हुनु पर्यो उनीसँग। टाइम कति दिन लाग्छ र यो ड्रेस बनाउनलाई? यो ड्रेस बनाउनलाई हाम्रो लगभग 1 महिनामा 1 जोड मुस्किलले बन्छ। जसले छिटो बनाउन सक्छ त्यसले, फुर्सदको मान्छे। मेसिनमा लाग्दा पनि, मेसिनमा गरेर पनि लाग्दा पनि हातको काम धेरै छ यसमा। अब भनौँ न, यो हामी हातले बनाएको यो बुट्टा, यो सबै हातले बनाएर, अनि यो ऐना यो म एक्लै लगाएको छु है, अर्काको छैन यो लगाएको। यो सिसा मैले लगाएँ, तर अब सिकाउनु पर्छ, म धेरै टाइम हुँदैन मसँग। 1-2 सिसा यस्तै लगाएर जान्छु रोज दिन। अनि 1 महिना लाएर बनाएपछि त्यो बेचिन्छ कतिमा? बेच्न चाहिँ यो लगभग यो बेचिरहेछन्, कोही 20,000 दिँदैछन्, कोही 25 मा दिइरहेछ, कोही अलि मिलाएर सजावट अनुसार हो यो। त्यसमा त्यो 20-25 हजारमा त्यो यो दुईटा मात्रै, माथि र तल के भन्छ यिनीहरूको नाम? अंगिया, माथि लगाउने अंगिया, तलकोलाई घंगरिया भन्छ राणा भाषा। त्यो दुईटा मात्रै आउने भयो कि 20-25 हजारमा? बाँकी के गहनाहरू पनि हुन्छ नि त? गहना हुँदैन त्यसमा। त्यो एउटा सजावट हुन्छ, यहाँ चाला लगाइन्छ होइन, यो जस्तै यो घंगरिया भयो, यो गोठ भयो भने यसले गोठ भन्छन्। अनि यहाँनिर झुन्ड्याएको हुन्छ नि यो साइडमा, त्यो हुन्छ नि, त्यो चाला भयो। अनि पछाडि लगाउने चाहिँ नारा भन्छन्, त्यो तपाईँ देख्नुभयो होला, पछाडि यत्रो उनको बनाएर बनाएको हुन्छ नि, त्यसलाई नारा, त्यो त्यसैमा आयो भनौँ। अनि अहिले सिक्नेहरूले चाहिँ कतिको रुचि राखेर सिकिराख्नु भएको छ? रुचि राखेर नि सिकिरहेछन् भनौँ। सिकाउन पनि त गाह्रो छ होला? सिकाउन त गाह्रै छ, यो धेरै मेहनत मसिनो काम छ, त्यो उनीहरूले सिक्नेहरूलाई पनि गाह्रो भइरहेछ, सिकाउनेलाई पनि गाह्रो भइरहेछ। यो उहाँहरूले यो मेला सञ्चालन हुँदासम्म यो सिकेर सक्नुहुन्छ, तयार पार्नुहुन्छ एउटा ड्रेस? सक्दैन, किनकि यहाँ 4 घन्टा मात्रै समय छ, यहाँ त 8 घन्टा भइदिए सायद सक्थ्यो होला। फेरि अधुरै रहने भयो त? अधुरै रहँदैन म्याम, अझ अलिकति लम्ब्याउनु पर्छ यसलाई। समय थप्नु पर्यो, वा दिन थप्नु पर्यो होइन? के भन्नुभएको छ? पुरै सिकाइदिने भन्नुभएको छ? हामी कोसिस गरिरहेछौँ, गर्ने हौँ होइन। अब सिकाउनकै लागि आएछौँ होइन, सिकेर जाओस् भन्ने हाम्रो सोचमा छ। अनि यो जस्तो कहिलेकाहीँ चाहिएको बेलामा मान्छेले खोज्यो भने पाउन कतिको सहज हुन्छ? त्यो जसले सिलाउँछ होइन, कसैकोमा त सिलाएर राख्यो हुन्छ, पाउँछन्, खोजेपछि पाउँछन्, तर धेरै जसो पाउँदैन, अलिक कमै मिल्छ यो। अलि अप्ठ्यारो छ भनौँ न सिलाउन पनि, धेरै एकैछिनमा बनाएर दिन सक्दैन, अर्डर गर्नुपर्छ, अनि अर्डर गरेर अनि बनाइन्छ। हजुरको घर कता हो हजुरको? मेरो घर गाउँ धनगढी गाउँ। धनगढी गाउँ कति गाउँ छ त, क्याम्पस छ नि। कति नम्बर पर्यो? 8 नम्बर। 8 नम्बर। शुभ नाम हजुरको? मेरो नाम रामकली राणा। रामकली राणा। हजुरले पहिले यसरी काहीँ तालिम लिनु भएको थियो कि त्यसै घरमै सिक्नुभयो? नै, यसको तालिम फर्स्टचोटि चल्दैछ यो। सुरुवात हो यहाँ। यो उपमहानगरपालिकाले दिएको यो सुरुवातमै हो।
कुनै संस्थाले पाएको थिएन अहिलेसम्म। तपाईँले कसरी सिक्नुभयो त? आफ्नो घरमै सिक्नुभयो अरूबाट? घरमै सिकेँ। अब सानैदेखि यो त सानैदेखि गरिरहेपछि त यो भइहाल्छ, सिकिहाल्छ।